Hello everyone, welcome back to my channel. I'm Spreha Pradhan. I know I'm back after 1 month. And I'm still in the race. I actually vlog बनाउन stop गरेपछि फेरि त्यो बनाउने भनेर कस्तो त्यो मनबाट नआउँदो रहेछ भन्नाले कस्तो अल्छी लाग्दो रहेछ के बनाउन त्यसैले हैन अब त स्टार्ट गर्छु भनेर गरेको मैले अनि म चाहिँ मेरो आवाज अलि यस्तो भएको छ बिकज म पोखरा ट्रिप गएको थिए हैन अनि मैले त्यहाँको भ्लग चाहिँ बनाएको छैन हैन बाइ द वे ओन्ली फर 2 days गएको थिए 3 days and 2 nights को लागि गएको थिए त्यसैले त्यस्तो धेरै दिन पनि थिएन अनि अब मेरो फर्स्ट टाइम थियो पोखरा अनि म इन्जोय गर्नलाई गए अनि गरेर आए साथीहरुसँग एन्ड अनि त्यसपछि अब चाहिँ अनि उताबाट आएपछि ट्युजडे वेडनेसडे मेरो ठीक थियो क्या आवाज हैन अलि हल्का नाकहरु चाहिँ रुगा लागिरा थियो बट स्टिल केही पनि त्यस्तो केही भएको थिएन अनि थर्सडे देखि चाहिँ मलाई अलि घाँटी त्यो हुन स्टार्ट भयो त्यसैले यो भ्लगमा ट्युजडे र वेडनेसडे को छ अनि एकैचोटी मैले सैटरडे को गराएको छु फिल्म है बिकज थर्सडे र फ्राइडे अलि गाह्रो भएको थियो मलाई घाँटी बसेर बोल्न नि गाह्रो भएको थियो अनि मैले फिल्म गरिन That's अहिले पनि घाँटी अलि यस्तै भइरहेको छ हैन बट अब हैन अब यो नेक्स्ट ट्युजडे भइसकेछ 1 week भइसकेछ भिडियो बनाएको अनि त्यसैले अनि भने आज चाहिँ एडिट गरेर राख्छु भनेर अनि क्यामेरा समातिहाले सो या यही भन्नु थियो पहिले इन्ट्रोमा भनिदिहाल्छु भनेर फेरि एकैचोटी ट्युजडे वेडनेसडे छ अनि सिधै सैटरडे को भ्लग खिचेछु मैले सैटरडेमा पनि आवाज यस्तै नै थियो बट अब पुन्टु भुन्टु आउन लागेकोले भ्लग बनाउनु पर्छ भनेर बनाएको थिए अनि अब राति हुन्जेलसम्म मेरो आवाज चाहिँ गइसकेको थियो सैटरडे पनि But yeah, don't forget to like and subscribe. Last time I didn't saw the video. I always am a video राख्न try गर्छु टाइममा है अब हेरौँ के हुन्छ भोइस ठीक भएको चाहिँ म त बनाउन स्टार्ट गर्छु अब चाहिँ केही पनि देख्नु हुन्न होला अहिले because it's dark 6 AM in the morning कलेजको लागि निस्किरहेको छु I just reached college कोही पनि आफसमा म फर्स्ट भएछु अब वाटर बोतलमा पानी भर्छु हातहरु धुन्छु अनि फेरि आउँछु बस्न बढ्छ भनेको बेला किन्छौ कि मार्केट प्राइस घट्छ भनेको बेला किन्छौ के मार्केटको प्राइस बढ्छ भनेको बेला किन्छौ सपोज कल अप्सनमा लेखेको प्राइस चाहिँ 300 रुपैयाँ छ अरे यहाँ स्टेट गरेको प्राइस 300 रुपैयाँ हामी चाहिँ क्लासमा अब अहिले ब्रेक टाइममा कफी बनाएर खान लाग्छौं छौं सिमरन नीतु सजिना यसले चाहिँ लिएर आएको छ यही बनाइरहेको छ ए बारिस्टाला हाम्रो क्लासको कफी ककटेल बनाइरहेको छ त्यसैले बारटेन्डर हो यो ए अम्मा ल है राख्दैछ सब ल खै ये चियर्स कफी चियर्स उनले चाहिँ नगर्ने रे तातो छ यार एकदम कफी तातो हुन्छ ओ गुलियो चाइले दही पुरी खान आएको छौं त्यहाँ भनिरहेछ उनीहरुलाई लाज लाग्यो हैन अघि आउन चाहिँ अघि चाहिँ आयो अहिले चाहिँ लाज लाग्यो खाने खासमा ठुलो मोमो खान जाने भनेको थियौं तर त्यो चाहिँ पाक्न टाइम लागेछ अनि अब त्यसैले आलु निम्की खाने अनि दही पुरी मनी भ्युअर्स हुने ल हामी आलु निम्की खाने सबै जना अब हामी खाऊ अब गाह्रो भएछ मलाई खान त खाना रे यता लिएर आउँ नि त हामीले अस्ति बल्ल बल्ल तुरेको सकेको के भन्छ रे तुरेको यो पनि इन्डियन मिक्स हो के म बोलेको ओ सजना पनि बुटोलको हो भैरवाको अझै उतैको टोन आउँछ नि हामी दुवै जना तेरो पनि टोन आउँछ मज्जाले मेरो त केही आउन तिमी यहीँको हो नि त त्यो अब हामी आलु निम्की खाने त्यो ग्यास बनाइरहेको म चाहिँ एकदम गर्मी लागि हिँडेर आएको अनि ज्याकेट खोलेँ तपाईँले हेर्दै गइरहेको छु पुग्नै लाग्यो घर हिँडेपछि त कस्तो गर्मी हुँदो रहेछ
बिहान चिसो हुन्छ दिउँसो यतिखेर चाहिँ गर्मी हुने म कलेजबाट घर आएपछि खासै केही गरिनँ यत्तिकै बेडमै बसेँ खाना खाएर बेडमै बसिरहेँ अनि अब चाहिँ सबै काम सकाएर आयौँ हामी माथिबाट अनि अब चाहिँ मेरो असाइनमेन्ट छ एउटा त्यही असाइनमेन्ट भोलि डेडलाइन भएकोले अब त्यही फटाफट गर्दैछु अहिले कति 7:48 भएको छ फटाफट गरौँ अनि भोलि बुझाउनुपर्छ आजको लागि डे 1 को भ्लग चाहिँ यतिकै हुन्छ होला आज यतिकै राख्छु असाइनमेन्ट गर्छु अनि त्यसपछि एकछिन फोन चलाएर सुतिहाल्छु म सो I'll continue my video tomorrow bye bye good night केक बनाउनु पर्छ मामुले तिनीहरुको लागि यसको लागि भनेन त आज के हो रे मुन्नु मामाको बर्थडे आज मुन्नु मामाको कुन बर्थडे आज पकड वाला डेट ल यो कटिसक्यो ल भएन ल कहिले पर्यो मलाई उयो मन पर्छ के हो त्यो खाऊ नि त खाऊ त्यो खाऊ अनि त्यसपछि यो खाँदा ठिक्क हुन्छ अनि तिमीलाई चिसो यो वाला त्यसले आइरहनु आज ल कस्तो अर्कै देखेको है पुन्टु चस्मा लगाएर गर नि त इन्ट्रो इन्ट्रो दिदी र तिम्रो सेम Okay, let me see this. So I took her phone. Didi, मैले अहिले भिडियो बनाउँछु. Didi. म अहिले यसरी भिडियो बनाउँछु पोस्ट गर्न. ज्याकेट लगाऊ है. Thank you. म भिडियो बनाउँछु है तपाईं पोस्ट गर्नु है. Okay, so I stole her phone. That's how I'm going to do my hair and show you. And I'm going to talk in Nepali. Wait, I didn't see this one. I'm combing my hair. And this is my outfit that I'm wearing. Do you like my glasses? I'm still vlogging on her phone. I'll show you how I look. And I'm combing my hair. I'm eating Fresho. And I'm also combing my hair. Okay, I'm done. Ow. She is right there. She is hi Vanadit ka vlog. Hello. What was saying? Right. She is looking at the clothes of my mother's friend. Bunty, say hi. Talk in English, please. What is your name? Sahana. Okay. Do you study in nursery? Do you study in nursery? Yeah. Okay.
ल भाइलाई पनि देऊ न छ उता दिदीलाई एउटा दिनु नि त है तिमीलाई मन पर्दैन भने न अघि यो ल ट्राई गर एउटा त्यो ललिपप चाहिँ भाइलाई लगिदिनु ल एउटा अझ छ तीनटा ल्याएको थिएँ थाहा छैन अब कुन कलर तीनटालाई तिनीहरूले खायो होइन दिने मिठो छ खै चन्दी बाबा खै थ्याङ्क यू रे बाबा थ्याङ्क यू रे तपाईँलाई खै चन्दी बाबा खै त गइसक्नु भयो तल तल हे ए छोकरी अनि आजकल म्यामले तिमीलाई भन्ने बोलाउनु भएको बेला के भन्छौ आहान्या भनेपछि यस म्याम भन्छौ गुड गर्ल आइ भन्ने होइन नि म्यामलाई मिठो तिम्रो फेभरेट हो यो के हो रे यो कुकीज चकलेट कुकिज भन चकलेट कुकीज हो यो भिडियो बाले हेर्नु हुँदैन बालाई नदेखाउने पियुष बुवालाई नदेखाउने हो अनि माको बुवालाई चाहिँ देखाउने ल म पियुष बुवालाई देखाउँदिन है भुन्टुले खुसी दिदीलाई कति दिनपछि भेटेको अस्ति कहिले भेटेर दिदीलाई त यादै छैन त ए अस्ति बीबीक्यू खाने दिनमा भेट्या हो ए धेरै भयो नि 1 मन्थ भइसक्यो है अनि तिमी चाहिँ एकता निनीको बिहामा नगएको तिमी पार्टीमा गयौ तिमी दिदी पुन्टु दिदीसँग गएनौ नि होइन उता चितवन गएन तिमी चितवन गयौ र मैले त देखिन त तिमीलाई देखिन बाबा आउनु भएपछि त्यो गर्ने होइन यहाँ लुकेर बसिरहेको छ मेरो भुन्तु है बाबा आउनु भएपछि के गर्ने रे चौधरी हो अरू हो त मजा आयो भनेर सोध्दा त कहाँ हुनुहुन्थ्यो नवीन बाबा हामी घुम्न गएको यसरी घुमेर आएको बाबालाई यसरी घुमाएर अनि लिएर आएको हामीले के गर्यो भन्थ्यौ त के गर्यो तास खेल्यो अनि कति गफ गरे होइन हामीले हो अब अनि भुन्तु लडेको नि ल कसरी खेल्दा खेल्दै एकैचोटि तल गएको के ऊ अर्को आयो ट्याब चलाएर दाइको छोरीको बिहा छ कसरी गर्ने रे यस्तो खेल्ने दुईजनालाई खेल्न ल पुरा सबभन्दा सानोको कति सेवा गर्नुपर्ने खाँदै हुनुहुन्छ सबैजना हाई आइ एम ब्याक अगेन अघि इन्ट्रो हेर्नु होला अब अहिले इन्ट्रो गर्ने बित्तिकै आउट्रोमा आयो फेरि या म एडिट गरेर आएको छु यो भिडियो त्यही बेलामा अनि त्यसैले अहिले गरेर आएको फेरि आउट्रो सो भिडियो मन पर्यो भने लाइक एन्ड सब्सक्राइब गरिदिनु होला अब चाहिँ म खै कन्टिन्यू हुन ट्राई गर्छु बट अब हेरौँ के हुन्छ होइन अब मन लागेको बेला भिडियो बनाउँछु अब चाहिँ यो निको भए चाहिँ अनि मात्र बनाउँछु होला अहिले पुरा घाँटी त्यो बसेर बोल्ने नै बेलामा नि गाह्रो भइरहेको छ होइन आवाज निकाल्न पनि
अनि म आज फेरि कलेज नै गएन आज चाहिँ फेरि यो ट्युजडे हो हैन अनि आज एडिट गर्दा आजै भ्लग राख्छु पनि म कलेज पनि गएन गाह्रो भइरहेको छ सन्डे मन्डे चाहिँ मेरो टेस्ट भएकोले मात्र कलेज गएको थिएँ बिहानै अब टेस्ट भएले मात्र कलेज गएको थिएँ अब आज चाहिँ टेस्ट भएको छैन अनि त्यसैले अनि अब आज चाहिँ रेस्ट लिएँ भोलिबाट फेरि जान्छु सो या